प्रायः जस्तो गरी सबैको घरमा एउटा न एउटा यस्तो सदस्य हुन्छ जसले चाहिँ घरलाई अशान्त बनाइरहेको हुन्छ धेरै जस्तो घरमा। यो कुनै रिसर्चले भनेको पनि होइन, मैले काहीँ अध्ययन गरेको पनि छैन, तर मेरो एउटा अब्जर्भेसनले भन्छ क्या यस्तो। म कुनै साथीभाइको घरमा जाँदा होला अथवा मेरै आफ्नै घरमा पनि होला, चेन हुन्छ नि घरको पनि, साथीको घर होला, कोही न कोही त्यस्तो मान्छे हुन्छ जसले चाहिँ घरलाई भाँडिरहेकै हुन्छ, ऊ कहिले सुध्रिँदा पनि सुध्रिँदैन। तर फेरि त्यही व्यक्ति बाहिर जाँदाखेरि यति धेरै मेडिएटरको काम गरिरहेको हुन्छ उसले, कहिलेकाहीँ त झगडा सुल्झाउनलाई पनि उसले काम गरेको देख्छु म त। कसरी सम्भव हुन्छ त? हो, हरेक व्यक्तिको परिस्थिति अनुसार व्यक्तित्व फरक हुन्छ। जस्तो मैले तपाईँहरूसँग यसरी क्यामेरामा बोलिरहेको छु, यहाँ बोल्दै गर्दाखेरि मेरो एउटा स्टेट अफ माइन्ड छ, मेरो आफ्नै छुट्टै खालको पर्सनालिटी मैले देखाइरहेको छु। तर यही व्यक्ति घरमा बुबा आमा हजुरबुवा हजुरआमासँग बस्दै गर्दाखेरि फरक हुन्छ नि, एउटै त हुनै सक्दैन। म घरमै बस्दै गर्दाखेरि र मेरो अफिसमा जाँदै गर्दाखेरिको बिहेभियर त विदिन अ सेकेन्ड चेन्ज हुन्छ नि त। त्यो भनेको पोजिटिभ कुरा हो। घरमा देखाउने बेहोरा र अफिसमा देखाउने बेहोरा एउटै भयो भने त त्यसको वेटेज पनि राम्रो हुँदैन। तर कसरी कोही व्यक्ति चाहिँ कसैको लागि दानव भइदिने, कसैको लागि चाहिँ भगवान् जस्तो भइदिन सक्छ त? किन कोही व्यक्ति चाहिँ कसैको लागि असाध्यै धेरै विनम्र हुन्छ, कसैको लागि एकदम धेरै निर्मम हुन्छ त? सोच्नुपर्ने कुरा होइन र यो? जस्तो कि मेरो घर परिवारमा मैले कति भनेको सुनेको छु, धेरै जस्तो नौलो कुराहरू चाहिँ घर परिवारमै सुनिन्छ। ऊ यहाँ मात्रै यस्तो हो, बाहिर त असाध्यै धेरै मान प्रतिष्ठा कमाएको व्यक्ति हो, देउता जस्तो पो छ त ऊ भनेर। ऊ जो पनि हुनसक्छ, बुवा हुनसक्छ, आमै होला, जोसुकै पनि, तर परिवारकै सदस्य हो। तर त्यो भन्दै गर्दाखेरि मलाई जहिले पनि एक खालको क्वेसन आइरहेको हुन्छ कि कसरी त्यस्तो हुन्छ मान्छे। मैले पढ्दै जाँदाखेरि के थाहा पाएँ भने साइकोलोजिकल्ली चाहिँ यस्तो मान्छेहरू जो चाहिँ प्रशंसासँग बढी लालायत भइरहेका हुन्छन् र जहाँ चाहिँ रियल इफोर्ट लगाउनु पर्ने हो, जहाँ चाहिँ आफू रियल भएर बाँच्नु पर्ने हो, त्यहाँ चाहिँ वास्तै गरिरहेको हुँदैनन्। उनीहरूलाई चाहिँ घरको शान्त वातावरण भन्दा पनि समाजले दिने प्रशंसाले बढी अट्र्याक्ट गरिरहेको हुन्छ। र यस्तो प्रवृत्तिलाई लिएर बाँच्ने व्यक्तिहरूलाई चाहिँ के भनिँदो रहेछ भने त्यो टर्मिनोलोजीलाई कम्पार्टमेन्टलाइज। अझ अर्को वर्डमा भन्ने हो भने चाहिँ यो ट्रु सेल्फ र फल्स सेल्फ, जहाँ चाहिँ यो कग्निटिभ डिजोनेन्सबाट आउँछ र त्यो इम्प्रेसन म्यानेजमेन्ट चाहिँ त्यहाँ ठोकिरहेको हुन्छ। सो भन्न खोजेको के हो भने हामीले कोही व्यक्तिलाई ढाकछोप गर्नुभन्दा पहिले हामी आफैमा पनि एउटा अवेरनेस आउनु पर्दो रहेछ। के बुझ्नुपर्छ भने हो, हरेक मान्छेको व्यक्तित्व समयअनुसार फरक हुन्छ, हुनैपर्छ। तर त्यो फरक भनेको कसैको लागि निर्मम र कसैको लागि विनम्र हुने होइन नि त। कल्पना मात्रै गर्दाखेरि पनि दिक्कै लागेर आएको जस्तो क्या, सोच्नै मन नलाग्ने। त्यही एउटा मानिस समाजमा हिँडिरहेको अर्को एउटा मानिसको लागि चाहिँ प्रेरणाको स्रोत बनिरहेछ, उसैले चाहिँ एउटा मोटिभेसनको भारत थमाइदिइरहेछ। समाजमा असाध्यै धेरै सहयोगी, होइन, विनम्र भनेर चिनिरहेछ क्या मान्छेले उसलाई। तर त्यही मान्छे फेरि घरमा पाइला टेक्दै गर्दाखेरि अथवा आफ्नो नजिकका मानिसहरूसँग भेट्दै गर्दाखेरि यातनाको त्यो बोझ थमाइदिइरहेछ। हेर्नुहोस्, यस्तो बेला गर्न सक्ने एउटा मात्रै काम हो, डिस्टेन्स मेन्टेन गर्ने हो। चाहे त्यो छोरा होस्, छोरी होस्, सासू होस्, ससुरा होस्, बुवा होस् या आमा होस्, केही पनि फरक पर्नेवाला छैन। मैले भने जति सजिलो अवश्य पनि छैन। एकजना साथीसँग टाढा हुँदै गर्दाखेरि त हामी कति हर्ट भइरहेको हुन्छौँ, हामी मुभ अन हुन सकिरहेको हुँदैनौँ भने आफ्नै रगत जोडिएका नाताहरूसँग टाढा हुन अलिकति गाह्रो होला, असम्भव त छैन। सोच्नुहोस् त, ऊ त सफर गर्यो भने ऊ आफ्नै एट्रिब्युटले, आफ्नै नेचरले सफर गरिरहेको हो। तर तपाईँ सफर गर्नु भनेको त उसको बिहेभियरको कारणले सफर गरिरहेको हो नि त। यत्तिको अवेरनेस चाहिँ जो सफर गरिरहेको छ त्यसमा चाहिँ कम्तीमा हुनुपर्छ। तपाईँले लाखौँ हजारौँचोटि प्रयास गर्दाखेरि पनि ऊ सुध्रन खोज्ने कुनै पनि स्पार्क देखाइरहेको छैन भने त्यो प्रयास पनि नगर्नुहोस्, बरु त्यो एनर्जी अरू कुनै ठाउँमा इन्भेस्ट गर्नुहोस्। आफैमा इन्भेस्ट गर्दा झन् राम्रो।